म त छक्क परे दाजु खाएको देखेर म दिन्छु नि उसको आशीर्वाद चाहिँ नसक्ने खतमै नहुने अरे कि अब हामीलाई त भने नि तिनवटा भयो चारवटा बनाउँछ तीनटा रे होइन हौ भालेको लागि एउटा सानो भयो हो पोथीको लागि ठुलो पोथीको लागि ठुलो भयो दुईटा शिर उठाउने एउटामा त भन्नु दुईटा पर साट काट भालेको लागि एउटा सानो भइगयो अन्त दुईटा शिर उठाउनु भयो कि एउटा पोथीको लागि शिर उठाउनु चाहिँ किन टपर छ अहिले शिर उठाउनु गर्दैन ए हो स्टाइल पारेन यो चाहिँ भिडियो Hi guys. Hi guys. Hi guys. यहाँ हाम्रो पूजाको बनाउँदैछ भने पूजाको बनाउँदैछ कति बोल्यो अहिले चाहिँ यस्तो छ होइन अब एकछिनमा चाहिँ अर्कै हुन्छ सबै नयाँ फेर्नुपर्छ यहाँ चाहिँ यस्तो छ कस्तो मजाको बनाइदिँदैछ यहाँ हाम्रो भाइलाई वेलकमको लागि हो यो चाहिँ सबैलाई ढोकिहाल नि आशीर्वाद हेर खुसी भएको तँसँग हेर त खुसी भएको मेल्लो खुसी भयो एकदम स्वागत छ मेरो सबै आशीर्वाद सबले देऊ है मेरो नातिको सफलतामा कुनै बाधाहरू नआओस् जुगजुगसम्म मेरो नातिको सफलता होस् जितेर आओस् देशको सेवा गर्नु भनेको है यसरी बाबुको उयो राख्नुपर्छ होइन बप्पा बडा पापाको राख्नु मेरो नाति भाग्यमानी हुनु दसैँमा अब आमा र पापा अस्ति दसैँमा आशीर्वाद दिनु भएन भनेर नि हो आउनु साथ मासु रहेछ त यो मासु त हामी खानै भयो
देशको सेवा अब आमा बाउको सेवा ए मेरो आफ्नो परिवार सन्तानको सेवा धरती माता भारत माताको सेवा गर्नु भनेको कहाँ अब भाग्यमा नि एकदम भाग्यमान एकदम आशीर्वाद छ हो राम्रोसँग आफ्नो जिउलाई सुरक्षित सुरक्षित राखेर देशको सेवा गरेर जितेर यसरी घर आउनु सधैँ है मेरो छोरालाई आशीर्वाद छ भारत माता की भारत माताको धरती माताको सबैको हौ मिठो खाऊ न मैले दिएको सम्झेर अब दिदी त है भाइको दुश्मन हटेर जाओस् मेरो भाइको दिदीको बाउलीबाट पनि अवसर भएर आउनु मेरो भाइ फेरि मम्मी दम्बी आयो आउनु आएको चाहिँ बडीकोबाट आशीर्वाद छ छोरालाई धेरै धेरै सधैँ सुखी खुसी सब जितेर आउने छोरा बहादुर छोरा हो यहाँ चाहिँ हाम्रो सुँगुरको मासु र साग पाक्दैछ माइजूले पकाउनु हुँदैछ के पो भन्छ पप्पा यसलाई तपाईँको के पो भन्छ खिम बाजे बजेको खिम भने चाहिँ घर घरै, हजुर। घर भनेर अब उधौलीको अब पूजा अब चित्र सुरु हुन आँटेको छ ए हजुर यो चाहिँ पहिलाको है पहिलाको अब यो पुरानो चाहिँ अब हटाइदिएर अब नयाँ बनाउनुपर्छ हो हजुर उधौलीको अब पूजा सुँगुरको मासु र साग हो यो चाहिँ यता सन्देश न फुपू र लास्टमा प्रशासनले पढाइ नै दिले होला किन्दैन रहेछ केटाहरू जा न जल्दी यो पनि लिएर आएको जान्छ झापला हान्नु सानो छिटो लु है काका आज हाम्रो सुजत लोरुङ है तब बाकुसाको घरमा हामीले मानसुक राखिरहेको छौँ होइन यो मानसुकको आज सबै अब फर्स्टदेखि लास्टसम्म तपाईँलाई एउटा हप्पाको रूपमा हामीले सिरो भाडा बनाउनुको लागि माक्सा गवाई राखेर दाजुभाइ सबै आजको हप्पा राखेर पुजारी मूल पुजारी राखेर आज तपाईँलाई सुरुदेखि अन्तिमसम्म तपाईँले निभाइदिनुहोस् आजको सिरो भाडा चाहिँ तपाईँलाई हामी सिरो भाडा दिँदैछौँ हाम्रो एकदम सबभन्दा ठुलो सिर राखेर सिर उठाउँदैछ पप्पा मम्मा आज हाम्रो सजित लोरुङको घरमा दादाको नाममा छ सुजत लोरुङ सुजत लोरुङको आमाको भन्दा सरी आजको उधौली माङसुक गर्दैछ र यसमा अब हाम्रो सट्टा चाबा पुचा सबै हाम्रो माक्सहरू राखेर आज मलाई यो एउटा ठप्पा भन्ने चाहिँ एउटा एकदम जिम्मेवारी दिँदैछ र आजको यो माङसुकको उयसमा एकदमै सफल भएर जाओस् भनेर हामी सबैलाई म एउटा बिन्ती पनि गर्दैछु म पनि ल बाबा मपालाई बिन्ती गर्दैछु सिसा चिया र उयो यसमा हाल्दैन राम्रो भयो पोथीको चाहिँ उयोमा हाल्नु तपाईँ मैले उयो गर्दै टक्कै हेरेको थिएँ कि मनोजीले हालेको थियो त मैले पेज कहाँ बल पुग्यो थियो त यसपालि हाम्रो सुजत फोटो नखेच बहिनी ए फोटो नखिच है बिचरा नखमारु नखिच बाबु नखिच भन्दैछ है यो बिचको लागि चाहिँ साह्रै मन पर्यो नि त
ल हाम्रो बाउ होइन मेरो रुममा के गरेको दादा भयो यसरी बसाउनु नि त सानो छ त्यो जति कमेन्ट गरिदिउँ क्या हो भाइ यहाँ हेर्नुहोस् है हामीले यहाँ बिचको मपमालाई फोकस गर्दैछौँ किन भन्दाखेरि चाहिँ उहाँको चाहिँ होइन अब पुरा निन्द्राले साह्रो पारेको जस्तो छ हाम्रो मपमा चाहिँ के को सोचाइमा छ यस्तो है त्यो पो बुझ्नु सकेको छुइनँ त मैले सोचाइ त उहाँलाई परेको रहेछ नि हौ यहाँ हेर्नुहोस् हाम्रो चाहिँ यहाँ मेरो छेमा हुनुहुन्छ सन्देशी छेमा होइन यहाँ मेरो मामा हुनुहुन्छ प्रसन्न मामा अब उहाँ चाहिँ छ टोङबा यो चाहिँ हामीले खानु पाउने होइन यो चाहिँ चराको हो होइन यस्तो हुन्छ अनि यहाँ चाहिँ नयाँ यसरी खिमीहरू लाउनु पर्दो रहेछ यहाँको चाहिँ यस्तो छ प्रोसेस हेर्नुहोस् अब यहाँ चाहिँ प्रसाद बनाउनु आँटेको छ यहाँ पनि हाम्रो बप्पा त यहाँनिर कन्दिँदैछ बिस्तारै हामीलाई प्रसाद बनिँदैछ प्रसाद यो भिरगाउँ साइडमा चाहिँ जियो चाहिँ चल्दैन रहेछ हौ जियो चल्दैन यहाँ के को सिने जियो घोडामा त मेरो चल्दैन नयाँ भएको हौ हुँदैन भित्र छ हौ केटाको अन्त तिमी तोङबा तान्दैछौ नि कुनामा बसेर यो हो नि त पारा अब बहिनीले पनि तान्नु पर्यो नि बहिनीले पनि तान्नु पर्यो नि अब सुट्टी सारा आएन जे पर्खि बस्नु हुँदैन त्यसरी आयो खायो पर्छ